नमस्ते। आजको कक्षामा हामी सोलीको ज्यामितिको बारेमा अध्ययन गर्नेछौं। विशेष गरी हामी सोलीको उचाइ, आधारको अर्धव्यास र छड्के उचाइ बीचको सम्बन्ध पत्ता लगाउनेछौं। यो भिडियोको अन्त्यसम्ममा तपाईले सोलीको उचाइ h, अर्धव्यास r र छड्के उचाइ l लाई जोड्ने सूत्र कसरी निकाल्ने भनेर सिक्नुहुनेछ। सुरुमा चित्रमा देखाइएको यो सोलीलाई हेरौं। यो एउटा सोली हो जसको शीर्षबिन्दु A छ र आधार एउटा वृत्त हो। अब यसका मुख्य भागहरू चिनौं। वृत्तको केन्द्र O देखि परिधिको बिन्दु B सम्मको दूरीलाई आधारको अर्धव्यास भनिन्छ र यसलाई ड्याश R ड्याशले जनाइन्छ। यो दूरी OB नै हाम्रो अर्धव्यास ड्याश R ड्याश हो। अब शीर्षबिन्दु A देखि आधारको केन्द्र O सम्मको लम्ब दूरीलाई सोलीको उचाइ भनिन्छ र यसलाई ड्याश H ड्याशले जनाइन्छ। यो रेखा AO नै सोलीको उचाइ S ड्याश हो। अन्तमा शीर्षबिन्दु A देखि आधारको परिधिको कुनै पनि बिन्दु जस्तै B सम्मको छड्के दूरीलाई छड्के उचाइ भनिन्छ र यसलाई L ड्याशले जनाइन्छ। त्यसैले रेखा AB हाम्रो छड्के उचाइ ड्याश L ड्याश हो। हामीसँग पाइथागोरस साध्यको समीकरण छ। अब हामी भुजाहरूलाई तिनीहरूको चरले प्रतिस्थापन गरौं। हामीलाई थाहा छ कि छड्के उचाइ AB भनेको ड्याश L ड्याश हो। त्यस्तै उचाइ AO भनेको ड्याश H ड्याश हो र आधारको अर्धव्यास OGB भनेको ड्याश R ड्याश हो। यसरी हामीले एउटा सुन्दर र सरल सम्बन्ध पाउँछौं इस्टु L को वर्ग बराबर H को वर्ग र R को वर्गको योगफल। यो सूत्रले तीनवटै परिमाणलाई एकै ठाउँमा जोड्छ। तर हामीलाई प्रायः ड्याश L ड्याश को मान चाहिन्छ, ड्याश L ड्याश को वर्गको होइन। त्यसैले एल्स L ड्याश पत्ता लगाउन हामी समीकरणको दुवैतिर वर्गमूल लिन्छौं। यसले हामीलाई अन्तिम सूत्र दिन्छ इस्टु L बराबर H को वर्ग र R को वर्गको योगफलको वर्गमूल। यो सूत्रलाई राम्रोसँग याद गर्नुहोस् किनकि यो सोलीसँग सम्बन्धित धेरै हिसाबहरूमा प्रयोग हुन्छ। आउनुहोस् यो सूत्रलाई अझ राम्ररी बुझ्न एउटा उदाहरण हेरौं। मानौं एउटा सोलीको उचाइ H 8 सेन्टिमिटर छ र आधारको अर्धव्यास R 6 सेन्टिमिटर छ। अब हामीले यसको छड्के उचाइ L पत्ता लगाउनु पर्छ। हामीले भर्खरै निकालेको सूत्र प्रयोग गर्नेछौं। हाम्रो सूत्र हो इस्टो L बराबर H को वर्ग र R को वर्गको योगफलको वर्गमूल। अब H ड्याश र H को मानहरू सूत्रमा राखौं। H को ठाउँमा 8 र R को ठाउँमा 6 राख्दा हामी पाउँछौं L बराबर 8 को वर्ग र 6 को वर्गको योगफलको वर्गमूल। पहिले वर्गहरू गणना गरौं। 8 को वर्ग 64 हुन्छ र 6 को वर्ग 36 हुन्छ। अब यी दुई संख्याहरूलाई जोडौं। 64 र 36 जोड्दा 100 हुन्छ। अन्तमा हामी 100 को वर्गमूल निकाल्छौं। 100 को वर्गमूल 10 हो। त्यसैले सोलीको छड्के उचाइ 10 सेन्टिमिटर रहेछ। आजको भिडियोमा हामीले के सिक्यौं त्यसलाई संक्षिप्तमा हेरौं। हामीले सोलीको उचाइ h, आधारको अर्धव्यास R र छड्के उचाइ L को पहिचान गर्यौं। सबैभन्दा महत्वपूर्ण कुरा हामीले पाइथागोरस साध्यको प्रयोग गरेर यी तीन बीचको सम्बन्ध स्थापित गर्यौं। हामीले यो महत्वपूर्ण सूत्र निकाल्यौं। सोलीको छड्के उचाइ बराबर सोलीको उचाइको वर्ग र आधारको अर्धव्यासको वर्गको योगफलको वर्गमूल हुन्छ। यो सूत्रले तपाईलाई सोलीसँग सम्बन्धित विभिन्न ज्यामितीय समस्याहरू समाधान गर्न मद्दत गर्नेछ। धन्यवाद।